नमस्कार साथीहरू, आज मैले यहाँहरूलाई मोहीको कडी पकाउने सजिलो तरिका सिकाउन गइरहेकी छु र मोहीको कडी बनाउनका लागि आवश्यक सामग्रीहरू मैले यहाँलाई देखाउन चाहन्छु। सुरुमा हामीलाई ताजा मोही चाहिन्छ। मैले यहाँ ताजा मोही तयार पारिसकेको छु। यो आज नै मोथेको मोही हो, तयार पारिएको मोही हो। त्यस्तै गरी मैले यहाँ भेन्डी काटेर तयार पारेकी छु भने यता मैले अलिकति निउरो पनि केलाएर राखेकी छु। त्यस्तै यता मरमसलाहरू सबै कुरा छ भने मैले यहाँ अलिकति प्याज पनि काटेर राखेकी छु र अलिकति लसुन र खुर्सानी पिनेर यतापट्टि राखेको छु। यसरी मोहीको कडी बनाउनका लागि आवश्यक सामग्रीहरू तयार भइसकेका छन्। अब म कसरी मोहीको कडी बनाउने भन्ने बारेमा यहाँलाई देखाउन गइरहेको छु। मोहीको कडी बनाउनका लागि मैले कराईमा घिउ बसालिसकेकी छु। एउटा कुरा के जानकारी गराउन चाहन्छु भने मोहीको कडीलाई चाहिँ तेलको भुटुनभन्दा घिउको भुटुन हाल्यो भने बढी स्वादिष्ट हुने हुँदा मैले आज घिउको भुटुन बसालिसकेकी छु। अब एकैछिनमा म यहाँलाई कडी पकाएर देखाउने छु र मैले कराईमा घिउको भुटुन बसालिसकेकी छु। अब मेरो कडी पकाउनको लागि कराईमा घिउ तातिसकेको छ। अब मैले बिस्तारै यसमा फुराउने कुराहरू फुराउँदै जानेछु। मैले यसमा अलिकति मेथी फुराएको छु हैन। त्यस्तै म यसमा अलिकति ज्वानो पनि फुराउन चाहन्छु आफ्नो स्वाद अनुसार हैन। अलिकति जिरा पनि फुराउँछु मैले यसमा। त्यसरी मैले पड्काउने कुराहरू पड्काइरहेको छु। मैले कडी पकाउने सजिलो तरिका सिकाउँदैछु, निकै नै उपयोगी। अब यो पड्किसकेको छ। मैले फुराएका यो मेथी ज्वानोहरू हैन, जिराहरू चाहिँ अब पड्किसकेको छ यसरी। अब चाहिँ मैले यसमा मैले अघि नै तयार गरेको प्याजलाई फुराउने छु। प्याज फुराइसकेको छु मैले। अब यसमा प्याज ओइदिएकी छु। प्याज रातो भएपछि मैले यसमा भेन्डी भुट्ने छु। यहाँले देख्न सक्नुहुन्छ यो प्याज अलिकति रातो भएपछि मैले फेरि यहाँ चाहिँ मैले काटेर राखेको भेन्डीलाई पनि म केही बेर भुट्ने छु। भेन्डी प्याज अब लगभग रातो रातो हुन लागिसकेको छ। अब मैले बिस्तारै यसमा अघि मैले काटेर राखेको भेन्डीलाई चाहिँ मैले ओइरिन्छु। भेन्डी मैले ओइरिसकेको छु। अब म केही बेर यो भेन्डीलाई पनि भुट्ने छु है साथीहरू। केही बेर म यो भेन्डीलाई पनि अब यसरी भुट्ने छु। मैले भेन्डीलाई भुटिरहेको छु यसरी। यसमा बेसारहरू राखिसकेको छु मैले। अब यो भेन्डीलाई मजाले एकछिन यसरी भुट्ने छु। त्यो भेन्डी केही बेर भुटेपछि मैले यसमा निउरो ओइरिने छु। यसरी मेरो भेन्डी चाहिँ अब लगभग भुटिसकिएको छ साथीहरू। मैले कडी बनाउन गइरहेको छु आज। भेन्डी र निउरोको मिसावटबाट घरमै तयार पारिएको ताजा मोहीबाट कडी पकाउँदैछु म। यहाँलाई देखाइरहेको छु यो भिडियो। अब मेरो लगभग भेन्डी अब भुटिएको छ। अब चाहिँ मैले केलाएर राखेको यो निउरो, अब म यो निउरोलाई चाहिँ यहाँ मिसाउन चाहन्छु, ओइरिन चाहन्छु निउरोलाई। अब फेरि मैले निउरोलाई यहाँ ओइरिसकेपछि म यसलाई मजाले चलाउने छु एकछिन यो निउरोलाई पनि मैले भुट्ने छु मजाले। अब यो निउरोलाई पनि मैले यसरी मजाले भुट्ने छु। यहाँले देख्नुहुन्छ
यसरी न्युरो र भेन्डी मैले मिक्स गरेको छु यहाँनिर। एकछिन न्युरोलाई भुट्नुपर्छ। यसरी न्युरो र भेन्डीलाई केही बेर भुटिसकेपछि अब चाहिँ मैले पिनेर राखेको यो लसुन र खुर्सानीको पेस्टलाई मैले यहाँ राख्दैछु। लसुन र खुर्सानीको पेस्ट, यसलाई पनि मैले मजाले चलाउने छु। अब यसमा मैले आवश्यकता अनुसार तपाईहरुलाई कति मनपर्छ नुन, त्यसपछि जिराको धुलो यहाँले प्रयोग गर्न सक्नुहुन्छ। नुन मसलाहरू प्रयोग गर्न सक्नुहुन्छ यहाँले, जिराको धुलो हैन, धुलो पाउडर। मैले लसुन त अघि नै हालिसकेँ, फुराउने कुराहरू फुराइसकेँ, खुर्सानी र लसुन पनि हालिसकेँ। अब बेसार पनि राखेँ मैले, नुन पनि आफ्नो आवश्यकता अनुसार मैले यहाँ राखिसकेकी छु। अब जिरा चाहिँ म एकैछिनपछि हाल्नेछु। यसरी फुटेपछि अब यसमा मैले अलिकति पानी राख्ने छु है साथीहरू। मकैको कडी पकाउँदा थोरै पानी राखेर यो न्युरो र यो भेन्डीलाई चाहिँ केही बेर पकाउनु पर्ने भएको हुनाले अलिकति पानी राख्दैछु मैले यसमा। हल्का पानी राखेको छु। अब केही बेर चाहिँ यसलाई पाक्न दिनुपर्छ साथीहरू। यो भेन्डीलाई चाहिँ केही बेर पकाउनुपर्छ हामीले। अब म यसलाई अलिकति जिराको धुलो पनि म हाल्दैछु। तपाईहरुले पनि आफ्नो स्वाद अनुसार मसला प्रयोग गर्न सक्नुहुन्छ। चम्चा सानो छ, त्यही भएर मैले 3 चम्चा राखेको छु। तपाईहरुले पनि आफ्नो आवश्यकता अनुसार, आफ्नो जान परिवार अनुसार कतिजना खाने हुनुहुन्छ त्यही अनुसार यसलाई प्रयोग गर्न सक्नुहुन्छ। अब भने म यसलाई बिर्कोले ढाकेर केही बेर यसलाई पकाउने छु। यो भेन्डी र करेलालाई केही बेर हामीले पाक्न दिनुपर्छ। अबको केही बेर मैले यो भेन्डी र न्युरोलाई केही बेर मैले छोपेर पकाउने छु। यसरी एकछिन मैले छोपेर पकाउने छु यसलाई केही बेर, तब कि यो पाकोस्। यो पाकेपछि मैले यसमा मोही मिसाएर मोहीको कडी बनाउने छु, हेर्दै जानु होला। यसरी यहाँ चाहिँ मेरो भेन्डी र न्युरो चाहिँ पाकिरहेको छ साथीहरू। अब केही बेर पकाउने छु मैले यसलाई। लगभग अब यो पाकिसकेको छ। अब मैले यसमा लगभग अब यो भेन्डी करेला यसरी पाकिसकेको छ। यसलाई मैले छड्किरहेको छ, यहाँले देख्न सक्नुहुन्छ। अब एकैछिन पकाउँछु मैले यसलाई। न्युरो र भेन्डी मिसाएर मोहीको कडी बनाउने खोज्दैछु म। लगभग मेरो अब यो भेन्डी र न्युरो चाहिँ अब पाकिसकेको छ। मैले यसमा आवश्यकता अनुसार नुन, मसला, बेसार, लसुन, खुर्सानी हैन सबै कुरा हालिसकेकी छु। अब चाहिँ म यसलाई अब यसमा मात्र एउटा काम बाँकी छ, त्यो हो अब मैले यो मोहीलाई चाहिँ अब यो यसमा मिसाएर मोहीको कडी बनाउन खोज्दैछु मैले। अब लगभग मेरो यो तरकारी पाकिसकेको छ। अब म यसमा मोही मिसाउन गइरहेको छु साथीहरू। एउटा कुरा के भन्न चाहन्छु भने मैले साथीहरूलाई, हामीले यो यसमा मोही राखिसकेपछि भने यो कडीलाई चाहिँ हामीले चलाइराख्नुपर्छ है। अब यसमा मोही राखेपछि हामीले यो कडी नउम्लिन्जेलसम्मको लागि चाहिँ हामीले चलाइराख्नुपर्छ, किनभने मोही फाट्न सक्छ हैन। मोही फाट्यो भने कडी नमिठो हुन्छ, झोल चौटा हुन्छ। त्यसैले यसलाई फाट्न नदिनको लागि चाहिँ अब यसमा मोही राखेर चाहिँ यो कडीलाई चाहिँ यो नउम्लिन्जेलसम्म हामीले यसलाई चाहिँ चलाइराख्नुपर्ने हुन्छ साथीहरू। अब मैले यसमा मोही राख्दैछु। मैले अघि नै भनेको छु साथीहरूलाई, यसमा मोही राखेपछि चाहिँ चलाइहाल्नुपर्छ है, नत्र भने कडी फाट्न सक्छ। यसमा मोही राखेपछि हामीले चलाइराख्नुपर्छ साथीहरू। अब चाहिँ मैले यसमा मोही मिक्स गरिसकेकी छु साथीहरू।
यसमा मैले बाक्लो मोही राखिसकेको छु। अब यसलाई मैले यो नउम्निन्जेलसम्म यसलाई यसरी नै चलाइराख्नेछु बिस्तारै बिस्तारै, जबकि यो मोही नफाटोस् भन्नका लागि यसलाई चाहिँ हामीले चलाइराख्नुपर्ने हुन्छ। मोही चाहिँ यहाँले आफ्नो आवश्यकता अनुसार, आफ्नो परिवारमा खाना खाने कतिजना हुनुहुन्छ आफ्नो जहान अनुसार मोहीको प्रयोग गर्न सक्नुहुनेछ। मैले चाहिँ आज 4 जनाको लागि यो मोहीको कडी तयार गरिरहेको छु। साथीहरू, आजभोलि ठुल्ठुलो होटलमा पनि दालको सट्टामा यस्तै मोहीको कडीहरू प्रयोग गरिन्छ। यो चाहिँ खान अत्यन्तै स्वादिष्ट हुन्छ। निकै नै मिठो मानेर यसलाई चाहिँ सबैले रुचाउने गर्दछन्। मेरो पनि यो एउटा तरकारीमध्ये मोहीको कडी चाहिँ एउटा बेस्ट तरकारी हो। मैले चाहिँ घरमा मोही पारेको दिनमा चाहिँ मेरो घरमा अनिवार्य रूपमा मोहीको कडी पाक्ने गर्दछ र हामीले यो मोहीको कडीमा प्रयोग गर्ने चिजहरू चाहिँ आफ्नो आवश्यकता अनुसार, आफ्नो रुचि अनुसार प्रयोग गर्न सक्छौँ। यसलाई भेन्डी र करेला पनि युज गर्न सकिन्छ भने निउरो पनि युज गर्न सकिन्छ र कसैले यसलाई केही पनि युज नगरिकन पनि अलिकति चामलको पिठो प्रयोग गरेर यसलाई बाक्लो बनाउनको लागि चामलको पिठो पनि प्रयोग गर्ने गर्छन्। तर मैले चामलको पिठो प्रयोग गरिनँ, किनभने यसमा मैले अघि नै भेन्डी र निउरो प्रयोग गरेको हुँदा यो आफै बाक्लो छ। अब यसलाई मैले यो नउम्निन्जेलसम्मको लागि चलाइराख्नुपर्ने हुन्छ। एउटा अलिकति यो पकाउन थोरै झन्झट चाहिँ छ है साथीहरू, किनभने यो नउम्निन्जेलसम्म हामीले यसलाई यसरी चलाइराख्नुपर्छ, नत्र भने यो झोल चौटा हुन्छ, यो फाड्छ। अब यसलाई मैले यसरी नउम्निन्जेलसम्मको लागि मैले यसलाई ननस्टप यसलाई मैले चलाइराख्ने छु। अब मेरो मोहीको कडी तयार हुँदैछ। साथीहरू, यसरी मैले यसलाई नउम्लिन्जेलसम्म यसलाई यसरी चलाइराखेँ। अब भने मेरो कडी उम्लिएको छ। यसरी यहाँले देख्न सक्नुहुन्छ। अब यो चाहिँ उम्लिएको छ। अब यसलाई चलाइराख्नु पर्दैन। अब एकैछिन यसलाई छड्काएपछि यो कडी चाहिँ खानका लागि रेडी भइसकेको छ, तयार हुनेछ। साथीहरू, मोहीको कडी खानाका धेरै फाइदाहरू छन्। बुढापाकाका भनाइअनुसार यो मोहीको कडी खानको लागि त्यत्तिकै स्वादिष्ट हुन्छ भने यसले चाहिँ सर्दी र गर्मी मिलाउँछ भन्ने भनाइरहेको छ। यो मोहीको कडी यस्तो चिज हो, तपाईँलाई गर्मीका कारण बिसन्चो भइरहेको छ अर्थात् सर्दीका कारण बिसन्चो भइरहेको छ भने पनि यो कडीको प्रयोग गर्नुभयो भने तपाईँको शरीरमा यसले गर्मी र सर्दीलाई मिलाउँछ भन्ने भनाइ पनि रहेको छ। मैले अघि नै भनिसकेँ, आजभोलि ठुल्ठुला होटलहरूमा यस्ता कडी पकाउने गरिन्छ। यदि तपाईँहरूले पनि आफ्नो घरमा यसरी मोही बनाएर त्यो मोहीलाई चाहिँ अनावश्यक रूपमा खेरा फाल्नु भएको छ भने अब चाहिँ पक्कै पनि यहाँले मेरो भिडियो हेरेपछि यसरी तयार पारिएको मोहीलाई चाहिँ खेरा फाल्नु हुने छैन। मैले भनेअनुसारको विधि प्रयोग गरेर घरमै तपाईँहरूले चाहिँ स्वादिष्ट निकै नै मिठो मोहीको कडी बनाएर प्रयोग गर्नुहुनेछ, खानुहुनेछ भन्ने मैले विश्वास लिएकी छु। हेर्नुहोस् त, तरकारीको दुःखमा पनि काम लाग्ने, दाल पनि नचाहिने, पकाउन पनि सजिलो र खान त झनै अत्यन्तै मिठो। मेरो त बेस्ट तरकारी हो मोहीको कडी। कतिपयलाई थाहा नहुन सक्छ मोहीको कडी भनेको के हो भनेर, त्यही भएर आज मैले यहाँलाई मोहीको कडीको रेसिपी बनाएर देखाएँ। पक्कै पनि यहाँले पनि अब सजिलैसँग मोहीको कडी बनाउन सक्नुहुनेछ। एउटा कुरा के बुझ्नु जरुरी छ भने मोहीको कडी बनाउँदा प्रयोग गरिने मोही चाहिँ अमिलो हुनु हुँदैन साथीहरू। मोही अमिलो भयो भने कडी अलि नमिठो हुन्छ, त्यसकारण मोही चाहिँ अमिलो हुनु हुँदैन। अब फाइनल्ली मेरो कडी चाहिँ यसरी छड्किसकेको छ, पाकिसकेको छ। अब म यसलाई ग्यास बन्द गरिदिन्छु, किनभने यो अब तयारी भइसक्यो, पाकिसक्यो। यहाँले देख्न सक्नुहुन्छ। अब भने मेरो मोहीको कडी आजको रेसिपी, मेरो मोहीको कडी तयार भइसकेको छ। अब यसलाई खानुहोस् त, आहा कति मिठो हुन्छ। साँच्चै यो मोहीको कडी नखाए नि खाउँ खाउँ लाग्ने यो मोहीको कडी तपाईँले पनि एकचोटि बनाएर अवश्य प्रयोग गर्नुहोला र कस्तो लाग्छ कमेन्ट गर्नुहोला। आशा छ यो भिडियो यहाँहरूका लागि निकै नै उपयोगी हुनेछ भन्ने मैले विश्वास लिएको छु। साँच्चै यदि यहाँलाई मेरो यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिदिनु होला भन्न चाहन्छु। मैले मेरो युट्युब च्यानल ज्ञान चौतारीमा यहाँहरूका लागि यस्तै उपयोगी भिडियोहरू आगामी दिनहरूमा पनि ल्याउने बाचा एवं प्रतिबद्धता व्यक्त गर्दै अब भने म आजको यस भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। हवस् त, नमस्ते, शुभ दिन।